अहिले उपसभामुखको छलफलमा प्रवेश गरेका छैनौँ हामी। पहिला सभामुखको सकौँ, त्यस पछाडि अनि त्यसलाई छलफल गरौँला भनेर हामी उपसभामुखको छलफलको चरणमा चाहिँ प्रवेश गरेका छैनौँ। अहिले कयौँ कुराहरू संविधानले भनेको छ, कयौँ कुराहरू व्यावहारिक रूपमा पनि हेर्नुपर्ने हुन्छ, अभ्यासमा पनि छन्। यी सबै कुराहरूलाई र परिस्थितिलाई हेरेर, किनभने कहीँ उम्मेदवारी नहुने अवस्था आउन पनि सक्ला, मतलब यी भएका अभ्यास, संवैधानिक व्यवस्था, यी सबै कुरालाई हेरेर लिएर जान्छौँ। जुन स्पिरिट मैले आफ्नो मन्तव्यमा भने, हामी पार्टी त्यही स्पिरिटमा छौँ, हामी त्यसैमा रहन्छौँ। हतारो त घरमा आफ्नो कलिला बालबालिका गुमाएका आमाहरूलाई न्यायको हतारो छ होला नि, त्यो त्यति हतारो त कसैलाई पनि छैन होला नि। त्यस कारणले न्याय पाउने पहिलो हक शहीद परिवारको हो, घाइते परिवारको। न्यायको हक सबैलाई छ। हामी पब्लिक अडिटमा छौँ। हाम्रा हरेक गतिविधिहरू, हाम्रा क्रियाकलाप, हाम्रा अभिव्यक्ति, हाम्रो राजनीतिक अभ्यास, हाम्रा निर्णय सबै आम नागरिक सामु छन्। त्यस कारणले नागरिकले यसलाई हेरि पनि रहनु भएको छ। तपाईँहरूले पनि थाहा पाइरहनु भएको छ होला। हाम्रो बेला के आएको छ भने, हामीले बोलेर भन्दा पनि जुन म्यान्डेट प्राप्त गरेका छौँ, कानुनलाई नै सुधार गरेर, नीतिहरूमा नै सुधार ल्याएर आफूले भनेका कुरा पुरा गर्ने त्यो अभिभार हाम्रो छ। हामी नीतिगत रूपमा त्यसलाई अधिकारलाई अधिकारको रूपमा सुरक्षित गर्छौँ। अब सभामुख भइसकेपछि म पार्टीको रहनुहुन्न र पार्टीमा रहँदाखेरि जुन अनुभव, जुन अभ्यास र जुन पीडाबाट, जुन असहजताबाट उहाँ अगाडि बढ्नुभयो, पक्कै पनि त्यसलाई उहाँले आफ्नो अनुभवलाई व्यवहारमा ल्याउँदाखेरि पक्कै पनि केही न केही फरक त गर्नुहुन्छ होला। त्यो विवेक उहाँलाई छोड्न नसकिने कुरा पनि भएन र मलाई लाग्छ, मैले हिजो पनि भनेको थिएँ, त्यस्तो अभ्यास नहोस् भन्ने हामीले अपेक्षा गरेका हौँ। यद्यपि संसदीय मर्यादा, संसदीय नियमावलीको त्यसको एउटा अनुशासनको एउटा मापदण्ड त छँदैछ, त्यसलाई त पालना गर्ने सिलसिलामा बाहेक अन्यथा गएर नागरिकका मुद्दाहरूलाई चाहिँ अलिक बन्द गर्न खोजे जस्तो, बन्देज गर्न खोजेको जस्तो, अलिक लोकतान्त्रिक प्रणालीलाई नै प्रहार हुने किसिमको, प्रतिपक्षलाई अलिक दमन गर्ने किसिमको त्यस्तो व्यवहार बिल्कुल हुनु हुँदैन भन्ने कुरा हामी अझै पनि भन्छौँ। फेरि पनि अब सभामुख भइसकेपछि फेरि पार्टीसँग भन्दा पनि सिङ्गो सदनप्रति चाहिँ एउटा लोयल्टी हुनुपर्ने, उत्तरदायित्व हुनुपर्ने कुराको त्यो विवेक उहाँबाट प्रयोग हुन्छ भन्ने विश्वास गरेको छु।